ओहो पातमा पनि किरा लागेछ है बेलौतीको। ओ अनार पनि लगभग पाक्न लाग्यो। गाइज हेर्नुहोस् यो चाहिँ सेनाहरू चाहिँ अब निस्किसके। बिहानको समय छ। यो सेनाहरू ओहो यो हेर्नु है। ल यहाँ आउनुहोस्, तपाईँहरूलाई मैले देखाउँछु यसको यो अन्डा कति हुने रहेछ। ल हेर्नु, ल हेर्नुहोस् यो हेर्नु यसमा कति छ ल हेर्नु है। यसभित्र हुँदो रहेछ अन्डा। यो हेर्नुहोस् ल हेर्नु, ल हेर्नुहोस् यो यसले यति यो अन्डा हेर्नुहोस् यो भित्र यति अन्डा खायो। ए ल हेर्नुहोस् खाँदैनन् हौ, खाँदैनन्। यो खाने भइदिए यस्तो हुन्थ्यो। लगाइज हेर्नुहोस् त यो यस्तो छ। ओहो यो चाहिँ अब यहाँ धेरै छ, यो बारी छ। अब यसलाई कसरी नियन्त्रण गर्ने हो, साह्रै गाह्रो छ। अब मैले उतापट्टि लगभग 100वटा जति मारेर खाल्डो खनेर गाडिदिएको। अब यसलाई चाहिँ के गर्ने हो, तनाव छ। यो यति अन्डा छ, आजको भोलि फेरि बनाइहाल्छ यसले। यो चाहिँ टमाटर हो, मैले टमाटर लगभग उत्पादन गरेको। यहाँ चाहिँ त्यो सेना चाहिँ आएर सेनाले चाहिँ के गरेछ भनेपछि यो एउटा दानो खसालेर यदि खाइसकेको छ। ल हेर्नुहोस् त्यहाँ अर्को दानो खस्या छ, यो दानो पनि खाएको हो है। ल हेर्नुहोस् यो यस्तो छ, खेती केही नहुने भयो। अब यहाँ चाहिँ काँक्रा खोलिरहेको छ। यो गोलभेडा छ। गोलभेडाको दाना पनि लगभग ठुल्ठुलै छ। यतापट्टि टमाटर चाहिँ मेरो करेसाबारी। टमाटर खानलाई क्या टमाटर हैन। यो चाहिँ सल्ट हो, नुन हो, सल्ट। त्यो आयो त हेर्नु त, यो त सबै टमाटरहरू खायो यसले। तपाईँकोतिर आछ? हजुरकोतिर आछ कि नै यो? ए कताबाट आउनुभयो? आरामै हुनुहुन्छ? ल यसलाई मार्ने तरिका आउनुहोस् हेर्न। यो नुन हो, नुन हो। ल हेर्नु हिँडिरहेछ कि नै यो यसलाई। ल हेर्नुहोस् यो यसलाई यो नुन हालिदियो भने मर्छ। यो हेर्नु यो सल्ट हो है साथीहरू, नुन हो। यो हालिदियो भने अब यो चाहिँ मर्छ। अब यसको चाहिँ यो 2 मिनेटमा फिनिस। ओन्ली 2 मिनट आफ्टर दिस डेट यो मर्छ। 2 मिनट पछि यो तरकारी बालीमा। हजुर हजुर मर्छ। ल 2 मिनट पछि यो मर्छ। यसको उपाय नै त्यही हो, धेरै छ यहाँ बारीमा। हजुर अब मर्छ। अब टमाटर खान आएको के हेर्नु न, त्यहाँ टमाटर छ।
कतिवटा छन् हजुर कतिवटा छन् कतिवटा छन् गर्नु त 2टा 3टा 4टा 5टा छन् 6टा रहेछन् माथि के हो अघि अरू पर छन् धेरै अझै अँ आमै त्यही त राखेछन् भन्थे त हजुर राखेछन् भन्थे त ए राखेको छैनौँ त लाइक गाइस लाइक एन्ड सब्सक्राइब पञ्चपुरी भ्लगलाई सब्सक्राइब गर्नु है